Hello everyone, welcome to Medical Education Nepal. I am Dr. Asif Ansari and आज चाहिँ हामी डिस्कस गर्नेछौँ नेशनल इम्युनाइजेसन शेड्युल अफ नेपाल 2026। यो इम्युनाइजेसन शेड्युल चाहिँ तपाईहरुको MBBS लोकसेवा NMCLE वा PG को इन्ट्रान्स एक्जाममा पनि सोध्ने गरिन्छ। सो इट्स इम्पोर्टेन्ट टपिक फर दिस कम्पिटिटिभ एक्जाम्स। सो लेट्स गेट स्टार्टेड। सो मैले इन्टायर भिडियोलाई चाहिँ तीनवटा क्याटेगोरीमा डिभाइड गरेछु। फर्स्ट अफ अल टोटल नम्बर अफ भ्याक्सिन्स, टोटल नम्बर अफ कतिवटा भ्याक्सिन्स छन् हाम्रो इम्युनाइजेसन शेड्युलमा, एन्ड देन क्याटेगोरी वाइज डिभिजन अकॉर्डिङ टु नेचर। त्यो भ्याक्सिन जुन छ त्यो कुन नेचरको बनेको छ, लाइभ एटेन्युएटेड अर इनएक्टिभेटेड अर किल भ्याक्सिन वा टक्साइड भ्याक्सिन, त्यो नेचर चाहिँ हामी बुझ्छौँ। देन अकॉर्डिङ टु ड्युरेसन त्यो एट बर्थ दिने गरिन्छ और 6 वीक और 10th और 14th वीक 9 month त्यसरी डिभाइड गरिएको छ। एन्ड देन डोज 1 डोज 2 डोज और 3 डोज और इभन बुस्टर डोज त्योहरू जान्नेछौँ। एन्ड देन रुट कुन रुटमा दिने गरिन्छ, ओरल और IV और IM और सबक्युटेनियस। एन्ड देन डिजिज प्रिभेन्सन, त्यो भ्याक्सिनले चाहिँ कुन डिजिज चाहिँ प्रिभेन्ट गर्ने गरिन्छ। एन्ड देन सम देयर इज एडिसनल हिस्ट्री रिलेटेड इन्फर्मेसन लाइक कुन भ्याक्सिन कहिले सुरु भएको नेपालमा, त्यसको रिलेटेड कुनै इन्फर्मेसनहरू छन् जुन मेबी लोकसेवामा चाहिँ काम पर्नेछ। सो त्योहरू हामी जान्नेछौँ। ओके, सो हाम्रो फर्स्ट टपिक हो टोटल नम्बर अफ भ्याक्सिन्स। तपाईहरुले धेरै ठाउँमा पढ्नु भएको होला, कतै 10 लेखिएको छ टोटल नम्बर अफ भ्याक्सिन्स त कतै 11 लेखिएको छ। सो कुन चाहिँ हो हाम्रो नेशनल इम्युनाइजेसन शेड्युलमा 10 छ कि 11 छ? यो जुन 10 वटा छ यसमा त तपाईहरुलाई कन्फ्युजन नहोला, तर जुन 11th नम्बर भ्याक्सिन छ द्याट इज एगेन्स्ट SPV ह्युमन प्यापिलोमा भाइरस, यो चाहिँ धेरै जसोलाई कन्फ्युजन हुन्छ कि यो चाहिँ हाम्रो नेशनल इम्युनाइजेसन शेड्युलमा छ कि छैन भनेर। सो आज म भन्न चाहन्छु यो जुन छ SPV को एगेन्स्टमा जुन भ्याक्सिनेसन छ त्यो चाहिँ हाम्रो नेशनल इम्युनाइजेसन शेड्युलमा चाहिँ छ। हाम्रो नेपाल सरकारले फेब्रुअरी 2025 मा चाहिँ नेशनल वाइड नै इम्युनाइजेसन क्याम्पेन रन गरेको थियो एगेन्स्ट 1.4 मिलियनले चाहिँ स्कुल गर्ल्सहरूलाई भ्याक्सिनेसन दिएको थियो त्यो बेला चाहिँ नेपाल सरकारले। सो त्यस बेलादेखि नै हाम्रो जुन SPV को एगेन्स्टमा जुन भ्याक्सिनेसन छ हाम्रो नेशनल इम्युनाइजेसन शेड्युलमा चाहिँ भन्नाले इन्क्लुड गरिएको छ। सो द्याट्स अल फर टोटल नम्बर अफ भ्याक्सिनेसन्स विच इज 11। सो अब जाउँ हाम्रो नेक्स्ट टपिकमा जुन चाहिँ हो क्याटेगोरी वाइज डिभिजन अफ द नेशनल इम्युनाइजेसन शेड्युल। सो फर्स्ट अफ अल हामी चाहिँ नेचर वाइज डिभाइड गर्छौँ। त नेचर वाइज चाहिँ 5वटा क्याटेगोरीमा टोटल डिभिजन हुन्छ। सो फर्स्ट क्याटेगोरी चाहिँ छ हाम्रो लाइभ एटेन्युएटेड भ्याक्सिन्स। यसमध्ये चाहिँ हाम्रो BCG, OPV ओरल पोलियो भ्याक्सिन, MR मिजल्स एन्ड रुबेला एन्ड रोटा भाइरस एगेन्स्ट डायरिया, यो 4वटा भ्याक्सिन चाहिँ पर्ने छन्। यसमध्ये अब लाइभ एटेन्युएट भन्नाले चाहिँ के हो? लाइभ एटेन्युएट भन्नाले चाहिँ हाम्रो बडीमा चाहिँ एउटा लिभिङ अर्गानिजम चाहिँ पठाउने, एउटा लिभिङ अर्गानिजम चाहिँ हाम्रो भ्याक्सिनेसनको माध्यममा चाहिँ हाम्रो बडीमा चाहिँ पठाइने गरिन्छ। त्यो लिभिङ अर्गानिजम चाहिँ एउटा एन्टिजेन हिसाबले काम गर्छ हाम्रो बडीमा, फरेन बडी, एन्ड त्यो एन्टिजेनको एगेन्स्टमा चाहिँ इम्युन रेस्पोन्स हुन्छ एन्ड देन एन्टिबडी इज प्रड्युस। सो यसरी चाहिँ लाइभ एटेन्युएट भ्याक्सिन चाहिँ काम गर्छ। सिमिलरली इनएक्टिभेटेड और किल भ्याक्सिन पनि सेम मेथडले नै काम गर्ने गर्छ, एक्सेप्ट फर द फ्याक्ट कि यहाँ चाहिँ अर्गानिजम चाहिँ मरेको हुन्छ, किल्ड हुन्छ, यहाँ चाहिँ लिभिङ हुन्छ, यहाँ चाहिँ मरेको हुन्छ। लिभिङ भन्दा पनि अब यहाँ विक भर्जन चाहिँ हुन्छ अर्गानिजमको। ओके, सो इनएक्टिभेटेड और किल भ्याक्सिनमा चाहिँ छ हाम्रो फ्र्याक्सनल IPV इनएक्टिभेटेड पोलियो भ्याक्सिन र जापानिज इन्केफलाइटिस। ओके, सो नेक्स्ट चाहिँ छ हाम्रो टक्सोइड भ्याक्सिन्स। टक्सोइड भ्याक्सिनमा चाहिँ के हुन्छ, यहाँ अर्गानिजमको इन्टायर अर्गानिजम चाहिँ पठाइने गर्दैन, अर्गानिजमले प्रड्युस गर्ने जुन टक्सिन छ त्यो टक्सिन चाहिँ भ्याक्सिनको माध्यममा हाम्रो बडीमा पठाइने गरिन्छ एन्ड देन इम्युन रेस्पोन्स ह्यापन्स। सो यसमा चाहिँ छ हाम्रो TD टेटानस डिप्थेरिया टक्सोइड भ्याक्सिन, टेटानस टक्सिन पठाइने गरिन्छ र डिप्थेरिया टक्सिन पठाइने गरिन्छ। सो नेक्स्ट चाहिँ छ हाम्रो रिकम्बिनेन्ट और सब युनिट भ्याक्सिन्स। यसमा चाहिँ छ SPV जुन लेटेस्ट एड गरिएको छ ह्युमन प्यापिलोमा भाइरस। अब रिकम्बिनेन्ट और सब युनिटको अर्थ चाहिँ के हो भन्दाखेरि यहाँ जुन अर्गानिजम छ अर्गानिजमको इन्टायर अर्गानिजम चाहिँ नपठाएर त्यो अर्गानिजमको एउटा कुनै पार्ट जुन चाहिँ एन्टिजेनिक प्रपर्टी सो गर्छ, त्यो एन्टिजेनिक प्रपर्टी सो गर्ने पार्टले चाहिँ भ्याक्सिनको माध्यममा हाम्रो बडीमा पठाइने गरिन्छ एन्ड देन द सेम थिङ ह्यापन्स, इम्युन रेस्पोन्स ह्यापन्स एन्ड मेमोरी सेल एन्ड फर्म्स।
एन्ड द नेक्स्ट भ्याक्सिन इज चाहिँ कन्जुगेट भ्याक्सिन। कन्जुगेट भ्याक्सिनमा चाहिँ दुईवटा छ, एउटा छ हाम्रो न्युमोकोकल कन्जुगेट भ्याक्सिन एन्ड टेटानस कन्जुगेट भ्याक्सिन। सो कन्जुगेट भ्याक्सिनमा चाहिँ के हुन्छ, यहाँ चाहिँ कन्जुगेसन प्रोसेस हुन्छ। बेसिकली जुन पोलिसेचराइड क्याप्सुल छ अर्गानिजमको त्यो चाहिँ हाम्रो बडीमा गएर सेलको क्यारियर प्रोटिनसँग एउटा कन्जुगेसन लिङ्किङ प्रोसेस चाहिँ गरेर चाहिँ इम्युन रेस्पोन्स तयारी गर्छ। सो यो हाम्रो ओभरअल अर्गानिजम्सको नेचर एक्सेप्ट एउटा चाहिँ छ पेन्टाभ्यालेन्ट भ्याक्सिन। यो चाहिँ एउटा स्पेसल केस छ। पेन्टाभ्यालेन्ट चाहिँ तपाईँलाई थाहा नै छ, 5वटा भ्याक्सिन्स हुन्छन्, डिप्थेरिया डिपिटी, डिप्थेरिया पर्टुसिस टेटानस, हेपाटाइटिस बी एन्ड हेमोफिलस इन्फ्लुएन्जा बी। अब यो 5वटा चाहिँ डिफ्रेन्ट टाइपमा छन्। डिप्थेरिया चाहिँ टक्सोइड भइ नै हाल्यो, पर्टुसिस जुन हुपिङ कफ भन्छ यो चाहिँ इनएक्टिभेटेड हो, टेटानस चाहिँ हाम्रो टक्सोइडमा आइहाल्छ, र हेपाटाइटिस बी चाहिँ रिकम्बिनेन्ट, र हेमोफिलस इन्फ्लुएन्जा चाहिँ कन्जुगेट भ्याक्सिनमा पर्छ। र एउटा अझै कुरा के छ भन्दाखेरि यो जति पनि भ्याक्सिन्सको नेचरहरू छन् यो सबले चाहिँ हाम्रो बडीमा चाहिँ एक्टिभ इम्युनिटी प्रोभाइड गर्छ, एक्टिभ इम्युनिटी। ओके, एक्टिभ इम्युनिटी जति पनि भ्याक्सिनेसन छ सबैले एक्टिभ इम्युनिटी प्रोभाइड गर्छन्, र प्यासिभ इम्युनिटी चाहिँ प्रोभाइड गर्ने हो हाम्रो इम्युनोग्लोबिनहरूले। ओके, जुन इम्युनोग्लोबिन हामीले दिन्छौँ, टेटानस इम्युनोग्लोबिन त्योहरू चाहिँ। ओके, सो यो भयो हाम्रो फर्स्ट क्याटेगोरी डिभिजन। सो अब आऊ हाम्रो नेक्स्ट क्याटेगोरीमा, जुन चाहिँ छ हाम्रो डोज एन्ड ड्युरेसन्सको आधारमा चाहिँ इम्युनाइजेसन सिड्युललाई क्याटेगोराइज गरेका छौँ। यसमध्ये छ फर्स्ट अफ अल जुन प्रेग्नेन्सीमा चाहिँ मदरलाई दिने गर्छ टिडी, द्याट इज टेटानस एन्ड डिप्थेरिया टक्सोइड भ्याक्सिन। यो चाहिँ छ फर्स्ट डोज दिन्छ एज सुन एज द अर्ली स्टेज अफ प्रेग्नेन्सीमा चाहिँ, एन्ड त्यसको फर्स्ट डोज दिनेको 1 मन्थ पछि, 1 महिनापछि चाहिँ हामी सेकेन्ड डोज चाहिँ दिने गर्छौँ। सो टिडीको कतिवटा डोज भयो, 1 and 2, सो 2टा डोज भयो टिडीको। त्यसपछि चाहिँ हाम्रो एट बर्थ अफ द बेबी जन्मनिएपछि हामी दिन्छौँ बिसिजी भ्याक्सिन, जुन चाहिँ ट्युबरक्लोसिसको एगेन्स्टमा काम गर्छ। सो बिसिजीको कतिवटा भयो, ओन्ली 1, सो बिसिजीको डोज भयो सिङ्गल डोज। त्यसपछि चाहिँ हाम्रो 6th विक अफ द बेबीमा चाहिँ हेर्नुहोस् यहाँ पेन्टाभ्यालेन्ट छ, ओपिभी छ, पिसिभी छ, रोटाभाइरस छ। यो 4वटा भ्याक्सिन्सको फर्स्ट डोज चाहिँ 6th विकमा दिने गर्छौँ, र सब्सिक्वेन्टली 10th विकमा आएपछि सेम भ्याक्सिन्सहरूको सेकेन्ड डोज हामी दिने गर्छौँ। पेन्टाभ्यालेन्ट, ओपिभी, पिसिभी र रोटाभाइरसको सेकेन्ड डोज चाहिँ हामी 10th विकमा दिने गर्छौँ। देन 14th विकमा आउनुहोस्। 14th विकमा चाहिँ हेर्नुहोस् पेन्टाभ्यालेन्टको चाहिँ 3rd डोज छ, फर्स्ट यहाँ छ, सेकेन्ड यहाँ छ, थर्ड यहाँ छ। सिमिलरली ओपिभीको चाहिँ फर्स्ट यहाँ छ, सेकेन्ड यहाँ छ, थर्ड चाहिँ यहाँ छ। त्यसपछि पिसिबीको हेर्नुहोस्, पिसिबीको चाहिँ फर्स्ट डोज यहाँ छ, सेकेन्ड डोज यहाँ छ, र थर्ड डोज 14th विकमा नभएर हामी यसलाई दिने गर्छौँ 9 मन्थमा। ओके, र त्यसपछि चाहिँ रोटाभाइरसको चाहिँ 2टा डोज मात्रै छ, फर्स्ट यहाँ र सेकेन्ड यहाँ। सो हेर्नुहोस् त पेन्टाभ्यालेन्टको कतिवटा डोज भयो, 1 2 3, सो पेन्टाभ्यालेन्टको भयो 3टा डोज। सिमिलरली ओपिभीको 1 2 र 3, ओपिभीको पनि 3टा डोज भयो। त्यसपछि चाहिँ पिसिबीको 1 2 र 3, सो यसको पनि 3टा डोज भयो, र रोटाभाइरसको चाहिँ भयो 1 and 2, 2टा डोज। त्यसपछि 14th विकमा हेर्नुहोस्, 14th विकमा चाहिँ अझै एउटा भ्याक्सिन छ, द्याट इज फ्र्याक्सनल इनएक्टिभेटेड पोलियो भ्याक्सिन्स। यसको चाहिँ फर्स्ट डोज यहाँ दिने गर्छौँ, र सिमिलरली 9 मन्थमा चाहिँ हामी फ्र्याक्सनल इनएक्टिभेटेड पोलियो भ्याक्सिनको चाहिँ सेकेन्ड डोज दिने गर्छौँ। सो एफआइपिभीको चाहिँ कतिवटा डोज भयो, टोटल 1 and 2, सो यसको डोज भयो 2टा डोज। त्यससँगै 9 मन्थमा चाहिँ हामी एफआइपिभी सँगैसँगै हामी एमआर र पिसिबी पनि दिन्छौँ। मिजल्स रुबेलाको एगेन्स्टमा चाहिँ फर्स्ट डोज यहाँ दिन्छौँ, र न्युमोकोकल कन्जुगेट भ्याक्सिन जुन छ यसको फर्स्ट, सेकेन्ड र थर्ड डोज यहाँ छ। र 12th मन्थमा चाहिँ हामी ओन्ली एउटा दिने गर्छौँ, द्याट इज जापानिज इन्केफलाइटिसको एगेन्स्टमा चाहिँ भ्याक्सिन्स, यो पनि सिङ्गल डोज हो। सो एमआरको कतिवटा भयो, एमआरको चाहिँ एउटा यहाँ छ, र 15 मन्थमा चाहिँ छ सेकेन्ड डोज। ओके, 15 मन्थमा चाहिँ हामी सेकेन्ड डोज दिने गर्छौँ। सो एमआरको 1 and 2, र जापानिज इन्केफलाइटिस सिङ्गल डोज भइहाल्यो। त्यसै गरी 15th मन्थमा चाहिँ छ टिसिबी, टाइफोइड कन्जुगेट भ्याक्सिन, यो पनि सिङ्गल डोज भयो। ओके, अब आउनुहोस् एसपिभी, ह्युमन प्यापिलोमा भाइरसको एगेन्स्टमा। यसको चाहिँ 2टा क्याटेगोरीमा डिभाइड गरेछ। यदि केटी मान्छे जुन छ त्यो स्कुल पढ्ने गर्छ भने, स्कुल गोइङ गर्ल छ भने, त्यो क्लास 6 to 10 देखि कुनै एउटा क्लासमा चाहिँ सिङ्गल डोज चाहिँ एसपिभी भ्याक्सिन दिने गर्छौँ, र नन स्कुल गोइङ
गर्ल छ भने त्यो एट द एज अफ 10 इयर अफ एजमा चाहिँ हामी दिने गर्छौँ। सो एसपिभीको कतिवटा डोज भयो? सिङ्गल डोज। सो दिस वाज अबाउट आवर डोज एन्ड ड्युरेसनको क्याटेगोरी डिभिजन। अब चाहिँ हाम्रो अर्को क्याटेगोरी चाहिँ छ रुट अफ एडमिनिस्ट्रेसन। सो रुटमा चाहिँ हेर्नुहोस्, ओरली हामी कुन कुन भ्याक्सिन दिने गर्छौँ? ओपिभी, ओरल पोलियो भ्याक्सिन र रोटाभाइरस। त्यसै गरी इन्ट्राडर्मल चाहिँ हामी दिने गर्छौँ बीसीजी र एफआइपिभी, फ्र्याक्सनल इनएक्टिभेटेड पोलियो भ्याक्सिन। त्यसपछि सबक्युटेनियसली दिन्छौँ हामी एमआर, मिजल्स रुबेला र जापानिज इन्केफलाइटिस। र आइएममा चाहिँ हेर्नुहोस्, आइएममा चाहिँ पेन्टाभ्यालेन्ट, पिसिभी, एचपिभी, टेटानस डिप्थेरिया र टाइफोइड कन्जुगेट भ्याक्सिन। अलमोस्ट 5वटा भ्याक्सिन चाहिँ हामी आइएम दिने गर्छौँ। धेरै जस्तो कम्पिटेटिभ इक्जाममा चाहिँ यसरी पनि सोध्ने गर्छन् कुन कुन भ्याक्सिन चाहिँ यसमध्ये आइएम दिन्छौँ वा कुन भ्याक्सिन चाहिँ हामी ओरल दिन्छौँ। सो त्यसरी चाहिँ यो इम्पोर्टेन्स छ। सो अब आऊ हाम्रो नेक्स्ट क्याटेगोरीमा जुन चाहिँ छ डिजिज प्रिभेन्सन। सो जुन फर्स्ट भ्याक्सिन छ बीसीजी, बीसीजी चाहिँ हामीले ट्युबरक्लोसिसको एगेन्स्टमा काम गर्छ। सिमिलरली रोटाभाइरस जुन छ यो प्रिभेन्ट गर्छ हाम्रो डायरिया विच इज कज बाई द रोटाभाइरस। तपाईँलाई थाहा नै होला डायरिया जुन छ इन केस अफ चिल्ड्रेन धेरै जस्तो भाइरसहरूले कज गर्छ, एडेनो, क्याल्सी, नर्वाक। सो त्यसमध्ये चाहिँ जुन भाइरस रोटाभाइरसले कज गरेको डायरिया चाहिँ यसले प्रिभेन्ट गर्छ रोटाभाइरस भ्याक्सिनले। त्यसपछि ओपिभी र आइपिभी, यो चाहिँ हाम्रो पोलियो और पोलियोमाइलाइटिस जे पनि भनौँ यसलाई चाहिँ प्रिभेन्ट गर्ने गर्छ। त्यसपछि पिसिभी, न्युमोकोकल कन्जुगेट भ्याक्सिन, यो चाहिँ निमोनियालाई प्रिभेन्ट गर्छ। त्यसपछि पेन्टाभ्यालेन्ट, पेन्टाभ्यालेन्टमा चाहिँ यो सोध्ने क्वेसन चाहिँ हो 5वटा भ्याक्सिन चाहिँ हुने गर्छ। मेरो चाहिँ प्रफ एक्जामिनेसनमा चाहिँ सोधेको थियो पेन्टाभ्यालेन्टमा चाहिँ टोटल कतिवटा भ्याक्सिन चाहिँ छ र कुन कुन डिजिजको एगेन्स्टमा भ्याक्सिनेसन दिने गर्छ। सो पेन्टाभ्यालेन्ट भन्नाले नै 5वटा। सो डिप्थेरिया, पर्टुसिस अल्सो नोन एज वुपिङ कफ, देन देयर इज टेटानस, हेपाटाइटिस बी एन्ड हेमोफिलस इन्फ्लुएन्जा बी भाइरस। ओके, त्यसपछि चाहिँ छ एमआर, मिजल्स एन्ड रुबेलाको एगेन्स्टमा प्रोटेक्सन दिन्छ। जेई, जापानिज इन्केफलाइटिस। टिसिभी, टाइफोइड फिभरको एगेन्स्टमा। त्यसपछि टिडी, टेटानस एन्ड डिप्थेरिया टक्सोइड भ्याक्सिन। यो चाहिँ तपाईँलाई थाहा नै होला, यो चाहिँ अगाडि पढ्यो हामीले चाहिँ टिडी चाहिँ हाम्रो प्रेग्नेन्सीमा चाहिँ दिने गर्छौँ होइन, 2टा डोज। सो प्रेग्नेन्सीमा चाहिँ दिने गर्छौँ। सो इट प्रोभाइड्स प्रोटेक्सन एगेन्स्ट द म्याटर्नल एन्ड न्युनेटल टेटानस एन्ड डिप्थेरिया। त्यसपछि चाहिँ छ हाम्रो एचपिभी, एचपिभीले चाहिँ हाम्रो सर्भाइकल क्यान्सरको एगेन्स्टमा प्रोटेक्सन प्रोभाइड गर्छ। सर्भाइकल क्यान्सर इज सेकेन्ड मोस्ट कमन क्यान्सर इन केस अफ फिमेल इन नेपाल। पहिलो चाहिँ छ ब्रेस्ट क्यान्सर, त्यसपछि चाहिँ छ हाम्रो सर्भाइकल क्यान्सर। ओके, सो अब चाहिँ अब हाम्रो लास्ट टपिकमा द्याट इज एडिसनल हिस्ट्री इन्फर्मेसन अबाउट द नेसनल इम्युनाइजेसन सेड्युल। सो हाम्रो नेसनल इम्युनाइजेसन सेड्युल चाहिँ अलमोस्ट 1977 टु 1978 एडीमा चाहिँ सुरु भएको थियो। सो इनिसियली चाहिँ हाम्रो बीसीजी भ्याक्सिन चाहिँ 1979मा चाहिँ 79 एडी और 2036 विक्रम सम्वतमा चाहिँ सुरु भएको थियो। सँगैसँगै बीसी सँगसँगै डीपीटी पनि सुरु भएको थियो। अब डीपीटी, डिप्थेरिया, पर्टुसिस, टेटानस र यो डीपीटी चाहिँ 1979 एडीदेखि नै सुरु भएको थियो। तर यो डीपीटीमा चाहिँ हेपाटाइटिस बी र एचआइभी यो दुइटै मिलाएर पेन्टाभ्यालेन्ट भ्याक्सिन जुन भन्छ नि, यो चाहिँ हाम्रो 2009मा चाहिँ बल्ल सुरु भएको थियो। ओके, त्यसपछि छ हाम्रो ओपिभी, ओरल पोलियो भ्याक्सिन चाहिँ 1981 एडीमा चाहिँ सुरु भएको थियो। एन्ड फ्र्याक्सनल आइपिभी यो चाहिँ हाम्रो अहिले नै लेटेस्ट 2014 एडीमा चाहिँ सुरु भएको थियो। एन्ड नेपाल वाज द फर्स्ट साउथ एसियन कन्ट्री टु डु सो। त्यसपछि चाहिँ हाम्रो मिजल्स चाहिँ 1982देखि नै थियो, तर मिजल्समा चाहिँ यो आर कम्पोनेन्ट द्याट इज रुबेला कम्पोनेन्ट चाहिँ 2013मा एड भएको थियो। त्यसपछि चाहिँ हाम्रो न्युमोकोकल कन्जुगेट भ्याक्सिन 2015देखि लागू भएको हो। जापानिज इन्केफलाइटिस चाहिँ 2006 एडी एन्ड ह्युमन पेपिलोमा भाइरसको एगेन्स्टमा चाहिँ बल्ल बल्ल 4 फेब्रुअरी 2025मा चाहिँ नेसनल वाइड क्याम्पेन गरेर एन्ड इट स्टार्टेड। ओके, सो यो थियो हाम्रो ओभरअल नेसनल इम्युनाइजेसन सेड्युलको बारेमा। हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला एन्ड प्लिज लाइक एन्ड सब्सक्राइब द च्यानल। थ्याङ्क यू।